गुड आफ्टरनुन फ्रेन्ड्स। अब म चाहिँ लन्च बनाउनु आँटेको हो। अनि त्यो भएर नुहाइधुवाइ चाहिँ गरिसकेँ, भर्खर नुहाइधुवाइ गरिसकेँ हो। आज तर यहाँ घाम चाहिँ छैन, धुम्म धुम्म छ। तर अब त्यस्तो भए पनि अब सिलगढीको मौसम त अब यस्तै हुन्छ हो। अनि त्यो भएर अब आज चाहिँ बनाइदिनु पऱ्यो नि हस्बेन्डको लागि पनि होइन। अनि त्यो भएर आज कति मात्रै ओइल फ्री देखाउनु भनेर नि आज के बनाउँछु तपाईँहरूलाई देखाउँछु। बनाउनु त के काटिसकेको छु, सिमराया हो, सिमरायोको साग बनाइदिन्छु, त्यो त म खान्दिनँ। अनि आलुमा छुर्पी हालेर एमा ताछी भन्छ ल, एमा दाछी कि ताछी त्यो बनाउँछु हो। त्यो चाहिँ मेरो हस्बेन्डको फेभरेट हो नि। अनि त्यो भएर यहाँ हेर्नुहोस् त, यो म चाहिँ आलुमा गरेको। हरियो खोर्सानी सुक्खा खोर्सानी हाल्दा पनि हुन्छ, म खानेर नहालेको। आलु हालेको छु, प्याज काटेर हालेको छु, हरियो खोर्सानी। यसमा टमाटर चाहिँ युज गरेको छु नि, किन छुर्पी हाल्छु अमिलो हुन्छ हो। अहिले यो चाहिँ तपाईँहरूलाई बनिसकेपछि म देखाउँछु हो। अन्त रेडी गरिरहेको छु, सिमरायोको साग रेडी गरेको छु, काटेर यहाँ प्याज गरेको छु हो। अनि यहाँ टमाटर छ, यो सुक्खा खोर्सानी हालिदिन्छु किनभने यो चाहिँ म खान्दिनँ नि त। त्यो भएर यहाँ त तेल मजाले खराउनुपर्छ हो। यो चाहिँ मस्टर्ड ओइलमा बनाएको मैले, खाने तेलमै हो। अनि अब यसमा चाहिँ मजाले खराउनुपर्छ हो पहिला। कालो भएपछि खराउनुपर्छ प्याज मजाले। अब लसुन खानेले चाहिँ लसुन हाल्दा हुन्छ हो, म त लसुन खान्दिनँ। अनि त्यो भएर लसुन चलाउँदिनँ घरमा। अनि त्यो भएर सुक्खा खोर्सानी हालिदिनु। मलाई चाहिँ प्याज मजाले खराएको मनपर्छ नि त। साथी फाइनली मेरो लन्च त भयो। बिहानको साग हो यो है, सिमरायोको साग। यो एमा ताछी नै होला, सरी मिस्टेक भयो मलाई भन्नु हो। यो चाहिँ मैले छुर्पी हालेर बनाएको। अनि अन्डा यसरी गरिदिएँ हो। अनि यो प्याज र टमाटरको अचार बनाइदिएँ हो। यो छुर्पीको अचार हिजो बेलुकाकै हो। अनि दाल पनि छ बेलुकाकै हो। अनि यति बढीमा म कुनै चिज पनि खानु सक्दिनँ, बस यो बोइल गरेको चिज खानु सक्छु। अनि अलिकति अचार खानु सक्छु, बस यति नै हो मेरो। अनि अन्डा चाहिँ बोइल हुँदैछ मेरो चाहिँ हो। त्यो भएर